नमस्कार सम्पूर्ण मित्रहरूमा म वरुण आले मगरको तर्फबाट आज चाहिँ मैले हजुरहरूलाई एकदमै नेपालको लोपोन्मुख अवस्थामा रहेको नेपालकै एकदमै चर्चित र प्रख्यात सोरठी नाचको बारेमा जानकारी दिनको लागि आइसकेको छु र हजुरहरूलाई मैले चाहिँ आज सोरठी नाचको बारेमा के कस्तो हो भनेर चाहिँ सम्पूर्ण जानकारी दिने नै छु। हजुरहरूले सुनेर साथ दिनुहोला भन्दै म प्रस्तुत गर्नको लागि गइरहेको छु। सोरठी नाच नेपालको एक परम्परागत नृत्य हो। यो नाच खास गरेर तमुवान भूगोल गण्डकी र मगरात भूगोल लुम्बिनी र कर्णालीमा बसोबास गर्ने गुरुङ र मगर समुदायमा निकै प्रख्यात रहेको परम्परागत नृत्य हो। पुरानो समयमा सोरठीको अर्थ 16वटा सुन्दरी रानीहरू भन्ने बुझिन्थ्यो। यो नाच ठुलो समूहमा नाच्ने गरिन्छ। 15वटा रानी र एउटा राजकुमारी गरी 16 स्त्रीहरूसँग सम्बन्धित भएकाले 16वटी भन्दै सोरठी भएको भन्ने भनाइ छ। दिनभरिको थकान मेट्न तथा मनको भावना पुग्न सोरठी नृत्य गरिन्छ। समाजमा सानो ठुलो जात जाति धनी गरिब नभनी सबै मिलेर गाइने तथा नाचिने सोरठी नाचले सामाजिक सद्भाव र एकतालाई बलियो बनाउन महत्त्वपूर्ण भूमिका खेलेको पाइन्छ। पछिल्ला दिनहरूमा रोजगारीको सिलसिलामा युवाहरू विदेश पलायन हुने बाध्यताले गर्दा यो लोकप्रिय नाच हराउँदै जान थालेको मानिन्छ। मौलिक लोकलयमा आधारित सोरठी नाच पौराणिक तथा ऐतिहासिक कथाहरू समेटेर विविध लय र तालहरूमा मारुनी सहित गाउने र नाच्ने गरिन्छ। सोरठी नाच हेर्दा मारुनी नाच जस्तै देखिन्छ। सोरठी नाचमा पनि मारुनी नाच जस्तै मादली, मारुनी र पुर्सुङ्गे हुन्छन्। मारुनी नाचमा महिलाहरू नाच समूहमा सहभागी हुन्नन् भने सोरठी नाचमा महिलाहरू पनि नाच्ने र गाउने गर्दछ। कतिपय सोरठीहरूमा महिलालाई नै मारुनी बनाइएको पनि देखिन्छ। सोरठी नाच खास गरेर गुरुङ र मगर समुदायको प्रचलित नाच हो। मगर र गुरुङ समुदायको परम्परागत नृत्य रहेको सोरठी नाच अब लोप हुने अवस्थामा रहेको छ। देवी देवता र पौराणिक घटना र कथामा आधारित रहेर सोरठी नाच नाच्ने र गाउने गरिन्छ। सोरठी गीतमा मानिसका दुःख वेदना समस्या लगायत चाडपर्वहरूका शुभकामनालाई पनि लयबद्ध रूपमा प्रस्तुत गरिएको हुन्छ। गुरुङ र मगर समुदायमा सोरठी नाच विवाह, छेवर, अन्य मेला पर्वमा सबै नाच्ने गरिन्छ। सोरठी नृत्यमा पहिले सरस्वती जगाउने गरिन्छ। सरस्वती जगाइसकेपछि मादलको तालमा नाच्ने गरिन्छ। सोरठी नाच गीतभन्दा पनि मादलको तालमा नाचिने नृत्य हो। पुरुषले महिलाको भेषमा नाच्ने कलात्मक सोरठी नाच तमुवान मगरा क्षेत्रहरूको यो त पहिचानै मानिन्छ। पहिलेका दिनहरूमा दशैं तिहार, मेला पर्व, विवाह, छेवर आदिमा प्रस्तुत गरिन्थ्यो। वास्तवमा भन्नु हो भने सोरठी नेपाली समाजको यथार्थ झल्काउने भाका हो। गुरुङ र मगर समुदायमा जन्मदेखि मृत्युसम्मका संस्कारहरूमा सोरठी गाउने र नाच्ने चलन छ। सोरठी नाच्ने र गाउने चलन कसले र कहिलेदेखि चलाएको हो भन्ने कुराको अलिखित इतिहासको कारण भन्न सकिने अवस्था छैन। दर सन्तानमा हस्तान्तरण हुँदै आइरहेको यो नेपाली संस्कार पछिल्लो पुस्तामा हस्तान्तरण हुन नसक्दा आजसम्म एउटा गम्भीर चासो र चिन्ताको विषय बन्न पुगेको छ। आधुनिक पाश्चात्य संस्कृतिप्रति आजका युवाहरू आकर्षित हुन थालेपछि गुरुङ र मगर समुदायको मौलिक संस्कार बुढापाकामा मात्र सीमित रहन पुगेको छ। सोरठी गीत र नाच गुरुङ र मगर समुदायमा पहिले छ्यापछ्याप्ती देख्न पाइन्थ्यो, तर आजभोलि यो गीत नाच्न र देख्न हेर्न बिरलै पाइन्छ। हाम्रो संस्कृति रहेमा मात्र हामी रहनुको अस्तित्व रहन्छ। समयअनुसार गाइने सोरठी गीतको आफ्नै विशेषता रहेको छ। सोरठी नाचको परिचय। सोरठी 16 श्रृङ्गारभित्र बाँधिएको नेपालको प्राचीन लोकनाटक हो। सोरठी शब्द प्राचीन राजा जयसिंहका 16वटी रानीबाट आएको शब्द सोरौटीबाट अपभ्रंश भएर आएको विश्वास गरिन्छ। यो लोकनाटक सुरुवात गरेपछि 14 दिनसम्म लगातार प्रस्तुत गरिन्छ। सोरठीको कथालाई गुरुबाउले मादलको ताल वादन र सङ्गीतका साथमा जगाउने गर्दछ। यस लोकनाटकमा प्रस्तुत गरिने सोरठी नाच नेपालको पूर्वदेखि पश्चिमसम्म र हिमालदेखि तराईसम्म फैलिएको पाइन्छ। यो लोकनाटक गुरुङ, दुरा, धिमाल, मगर, कुम्माल र थारूहरूको कुलदेवताको पूजा आराधनाको निमित्त प्रयोग गरिने धार्मिक लोकनाटक हो। सोरठी लोक साहित्यको कथावस्तु कुनै लामो
घन्टौँ लाग्ने पनि हुन्छन् र कुनै छोटा र छरिता मिठासपूर्ण पनि हुन्छन्। यहाँ कुनैका कथावस्तु त केवल घटनाको सानो डोरोमा मात्रै विचलित हुन सक्छन्। जे होस्, कुनै न कुनै कथाको आधार हुन्छ। यी कथा कुनै पनि शिक्षित पठित जनगलाबाट विकसित भएका होइनन्। यी त प्रकृतिमा सहज र सुकुमार अशिक्षित सामान्य जनगलाबाट निर्मित र सम्बन्धित हुन्। यसैले यहाँ कुनै बौद्धिक तीव्रता र जनचेतनाको चिन्तात्मकता पाइँदैन। जति भनाइ छ, भावना छ, त्यो सहज र सरल मानव हृदयलाई खिच्न सक्ने खालको पाइन्छ। यसैले यी अशिक्षित सारा दर्शकवर्ग मक्ख भई यी कथाका लोकनाचहरू हेर्छन् र रमाइलो लिन्छन्। यसमा दुर्बोधता पाइँदैन, डिक्क लाग्दो र ओराठिलो भावना जाग्दैन। यही नै यसको विशेषता रहेको छ। सोरठीमा प्रयोग हुने भाषा क्रियात्मक रूपको मिठास र रसमय पाइन्छ। यद्यपि यो लोकगीत चाहिँ तुकबन्दी र चुटकिलो रूपमा बान्किलो पाइँदैन, तर पनि गद्ध चाहिँ ठरठराउँदो पनि होइन। लोकगलाको सौकुमार्यबाट मिश्रित यो भाषा सहज र सरल रूपको गङ्गा प्रवाह चाहिँ स्वच्छ भएर बगेको ज्ञात्मक छ। यहाँको संस्कृतिको शब्द र आगन्तुक दुर्बोध पदावलीले स्थान पाएका हुँदैनन्। गाउँघरका देवी देउराली र पुराण कथा वा राम सीता र राधाकृष्ण यहाँ हुन्छन्। लेख्य साहित्यमा नाटकहरूमा पात्रले पाठ घोकेको लवज झैँ प्रमस्त पदावली यहाँका पात्रको गलाबाट निस्कने छैनन्। यी त कति पदावली त उनीहरू मिठास रूपले स्वयं नै सुबोध तरिकाले भन्छन्, हँसाउँछन्, मख पार्छन्। यी लोककथा नाट्यहरूको अर्को विशेषता हो पात्रहरूमा पाइने बातचितका संवादात्मक रूप। वस्तुत यो वैशिष्ट्य कुनै पनि लोकविधिको महत्त्वपूर्ण चिज हो। मञ्चमा खडा भएका पात्रहरूले आपसमा बातचित र कुराकानी, तर्क र हास्य प्रस्तुत गरेर नै दर्शकलाई रुचि र मिठास प्रदान गर्दछन्। पात्रमा भएको कथोकथनले दर्शकमा उत्सुकता, खुल्दुलीले सुरुचिपूर्ण उत्कण्ठा बढाउँदै जान्छ। रमाइलो वातावरण पैदा हुन्छ। कुनै कुनै लोककथाको नाटकमा त एउटा जोकर पात्र पनि हुन्छ, जसको काम स्वाङ झिक्नु, हँस्यौली ठट्यौलीबाट दर्शकवर्गमा रमाइलो, मिठास र मनोरञ्जन पैदा गर्नुहुन्छ। यसलाई ख्याली पनि भनिन्छ। यसले कतिखेर पात्रलाई उडाई छेडपेच गरी दर्शकलाई हँसाउँछ, तर कतिखेर स्वयं आफूले नै पुट्टुङ्गो गरी दर्शकलाई मुख पार्छन्। जोकरको काम आफ्नो समाजमा चिरपरिचित नैतिक विहीन वर्ग जस्तै घुसिया कर्मचारी, महाकाचुस व्यापारी, लिडे ढिपी गर्ने मानिस, सुकुल गुण्डा, बेस्या, चढिया विभिन्न प्रकारको नकल गरी चरित्र उतारी दर्शकलाई अनौठो मजा दिन्छ। यहाँ यसको भूमिका खानामा तिउन तरकारी बीच स्वादिलो चटनीको आस्वाद चाहिँ टक्कको अनुभव हुन्छ गढिलो प्रकारले। हाम्रो नेपाली लोक सौन्दर्यको महिमा, नेपालकै वन, पथ, छहराहरू तुल्य पुराना र मौलिक काव्यकै अर्चनाले यस नेपाली जनजीवनकै मौलिक भाव जगतलाई नै हर दिन हर सास सिञ्चन गरेर सदा हँसिलो र भरिलो पार्दै विश्व साहित्य सङ्गीतकै हाराहारीमा नेपाल राष्ट्रको सौन्दर्यलाई उभाइराख्ने सिर्जना गरिरहेका छन्। लोकगीत लोकहृदयकै मन मस्तिष्कदेखि कल्पना प्रधान हुँदै अति नै छोटो र मिठो सरल ढङ्गको कारुणिक र वीर श्रृङ्गारिक र वैराग्यहरूकै उद्धार हो, जुन स्वाभाविक छन्द मिलेर जातजातिकै फुलबारीको एउटै माला तुल्य नेपालमा विजयगानकै रूपमा गाइन्छ। आमा यसैमा मुस्कुराउँछिन्, दिदी र बहिनी यसै छन्दमा नृत्य गर्दछन्, दाजु र भाइ गाउँछन् ठिटाठिटी यसैका तालमा र सुरमा लिङ्गेपिङ चर्खेपिङ मचाउँछन्। गाइनीहरूको गीत यही नै प्राण तुल्य बनेको छ भन्ने खेताली र ज्यामी, भरिया, सिपाही र लाउरीहरू पनि यिनै लोकगीतका सहाराबाट आफ्ना मनोरञ्जनले आफ्ना जीवनका कर्तव्यहरूलाई पालना गरिरहेका हुन्छन्। यिनै लोकगीतका अलिखित ग्रन्थहरूभित्रै हाम्रा अनेकौँ ऐतिहासिक लोककथा, वीरगाथा, चरित्र र नाटक लुकेका हुन्छन्। जस्तै सोरठी पनि हाम्रो नेपालको एउटा रोचक कथायुक्त गाउँदै नाच्दै आएको लोकसङ्गीतको एउटा अमर काव्यको कहिल्यै नओइलिने फुल हो। सोरठी नाच सोह्र श्रृङ्गारले अलङ्कृत हुँदै हाम्रा लेखेका गुरुङ, मगर,
मधेस तराईका कुमाले दरै किराँतहरूकै कुलदेवताका झाङझाँडीहरूदेखि पवित्र निर्मल अलौकिक नृत्य र सङ्गीत तथा वाद्यहरूकै तालको प्रवाहमय गतिले उदै उदै बग्दै झरिरहेको इन्द्रधनुषी नागबेली चुलठी तुल्य त्यही पूर्वजको हाम्रो आत्मीय कण्ठको कालीलेकको मूल छहर हो, जुन कहिले पनि नदेखिने गरी अस्ताउँदैनन् र पहिराहरू चले पनि यो अविरल गतिले छल्कामारी बगि नै रहन्छन्। मादी र मर्स्याङ्दी, चेपे र दरौदी, सेती र काली, भेरी, कोशी र कर्णाली, गङ्गाका लेकाली, हिमालीहरूका काँधकाँधदेखि यो सोरठीले जोर जोरको मादल पूर्व र पश्चिमदेखि नै बन्न लागेका रिमरिमे जुनेली साँझकै आँगनमा आफैले सरस्वती जगाएकी घाटुकी सरस्वतीका सुरसिङ्गारकै अभिनय कलामा मुग्न पारी नृत्य गर्दै आएकी छ। सोरठीको सिरान घर तिनै हाम्रा अन्नपूर्ण र माछापुछ्री हिमालयका सिक्लेक, खिलाक र घन पोखरा गाउँलेहरू नै हुन्। त्यसो त सगरमाथाको काँधतिरबाट झरेको दुधकोशी पनि लोक संस्कृतिकै कथाले भुमरी पर्दै फुटेको पाइन्छ। तर मधेसतिर बयलीका जामा फिजाउँदै नृत्य गर्दछ। गुरुङ, मुगर र राई लिम्बूका गुरुबाहरूले सरस्वतीलाई जगाएर मादलको र कण्ठस्वरदेखि गर्रा बाँधेर छाडिदिएका छन्। यसको थालनी पनि घटस्थापनाका दिनदेखि भएको हो। मङ्सिर उभौलीदेखि उठेकोलाई उधौलीसम्म अर्थात् वैशाखको चण्डी पूर्णिमामा पुगेर थन्काइन्छ। मुन्दुम जस्तै गाउँदै र नाच्दै ढोल, झाम्टा र झालीहरूमा। घाटु, सोरठी र मुन्दुमहरू उभौली र उधौली भित्रै पर्दछन्। यी दुवै नाचका आफ्नै लोकशास्त्रोक्त पाराले हातका खुट्टाका अङ्गुली र अङ्गको अभिनय प्रदर्शन गर्नुपर्दछ। मुन्दुममा ढोल र झ्याली, झ्याम्टा, ढलकी दमाहरू ठोकिन्छन् भने घाटु र सोरठीमा केवल जोर जोर मादलहरूकै ताल गुन्जिरहेको हुन्छ। झ्याउरे र ख्याली तालकै थम्काहरूबाट पुर्ख्यौली भन्नुको अर्थ परापूर्व कालदेखि नै हाम्रो जिजु बाजे बराजुहरूले गाउँदै आएको र नाच्दै आएको हुनाले पुर्ख्यौली भन्नुको अर्थ परापूर्व कालदेखि नै हाम्रो जिजु बाजे बराजुहरूले गाउँदै र नाच्दै आएको हुनाले पुर्ख्यौली भनेको र यसलाई सोरठी भन्नुको अर्थ सोरठी राजा र रानीको कथाबाट उत्पन्न भएकोले र एउटा राजा र रानीको जीवन कथालाई मादलको ताल र गीतको लयमा 16 हाँगामा ढालेर गीत गाइएको हुनाले सोरठी भनिएको हो। अनि सरस्वती नाच भन्नुको अर्थ यसमा ध्रुव सत्य कुरा सरस्वती लाग्छ र यसमा सबै सरस्वतीको विधि विधान त गर्नुपर्ने हुन्छ र सोरठी सरस्वती जुनै नामले उच्चारण गरे पनि यसको महत्त्व र कथावस्तुहरू एउटै हो। सोरठी गुरुङ र मगर समुदायहरूको अत्यन्त महत्त्वपूर्ण मौलिकता झल्काउने अनि अति प्रख्यात लोक संस्कृति र पहिचान हो र यो त्यति नै लोकप्रिय छ। यसले आफ्नै विशेषता बोकेको छ। यसमा सोरठी गीतको 16 वटा हाँगाहरू हुन्छन् भने मादलको 22 ताल हुन्छन्। तर आजभोलि हाम्रो बुद्धिजीवी विज्ञ वर्गहरूबाट 16 हाँगा 22 ताल भन्दा पनि बढी छ भन्ने कुरा पनि सुन्नमा आएको छ। यो लोक संस्कृति कहिले र कुन कुन अवस्थामा गाइन्छ नाचिन्छ भन्ने कुरामा वास्तवमा हामी मगर र गुरुङ समुदायहरू नाचगान र मनोरञ्जनमा धेरै रमाउने समुदाय भएकोले यसलाई चाडपर्व, शुभ विवाह, भात खुलाइ, छेवर, गुनुचुली दिने र कुनै पनि कार्य इत्यादिमा गाउने नाच्ने गरिन्छ भन्ने यसलाई दुःख शोकाकुल कार्यमा पनि गाइन्छ। तर शोकाकुल कार्यमा प्रस्तुत गर्दा सरस्वती बनाइँदैन र नाचिँदैन, मादलको ताल फर्काइँदैन, सरस्वती जगाइँदैन र गीतहरू उल्टो गाइन्छ र यसको गीत गाउने प्रक्रियाहरू फरक फरक हुन्छन्। मैले रमाइलो र शुभ कार्यतिर गाइने सोरठी गीतको लाइन जस्तै सोरठी गाउने पुरुषले थाल्ने सोरठीको 16 हाँगा ठामै ठामै मुरली बज्यो, मुरलीको ताल बस भन न, छोरी मान्छेहरूले गीतको छाप्ने, हा ई हाल्ने, यस्तै क्रमशः गाउँदै जाने। सोरठी नाच्नु आए आँगनै बढाएर, हा ई सोरठी नाच्नु लाए हाम्रो ढोका खोलिदेऊ, हा ई सोरठी नाच्नुलाई दियो बालिदेऊ, हा ई सोरठी नाच्नलाई शीतलो र सहिलो बोली र मिठो हुने तिम्रै गाउँको, हा ई सोरठी नाच्नलाई झ्याली र मादल बजाइदेऊ, एकुली बाचा दुवाली बाचा तिनै त्यसरीको बाचा बाधुम, हा ई। त्यसपछि मादलको ताल फर्काएर सरस्वतीको 22 ताल बजाउँदै सरस्वती बनाएर मादलको ताल पुरा गरिसकेपछि गुर मादलको मादललाई ढोक गर्ने चलन छ।
यो एउटा सम्मान हो र यसमा ध्रुव सत्य कुरा छ। सरस्वती बनाउँदा कुनै मान्छेहरूलाई सरस्वती लाग्छ। यसमा गुर मादलीले नै मादलको तालले यसलाई राख्ने प्रक्रिया हुन्छ र कुनै पनि व्यक्तिलाई सरस्वती लागे पनि उसको स्वास्थ्यमा कुनै असर पर्दैन। हुन त यसमा तन्त्र मन्त्र टुनापुना पनि हुन्छ र बजाउँदै गरेको मादलहरू फुटाइदिने, आफ्नो कमरमा भिरेको मादलहरू चुडाइदिने, गीत गाउँदै सुरहरू सुकाइदिने आदि इत्यादि छल कपडहरू हुन सक्दछ। तर नृत्यलाई प्रस्तुत गर्दा पहिला नै आफूले जानेको विधि विधान त गरेर यसको प्रक्रिया पुर्याएर मात्रै सुरु गर्नुपर्छ। यस्तो गतिविधिहरूबाट सुरक्षित भइन्छ। यी माथिका सम्पूर्ण कार्यहरू सकेपछि हाम्रो महिला दिदी बहिनीहरूले हा ई गाउने सुरु गर्दछ र यसको तालमा मादलीले मादलको विभिन्न ताल बजाउँदै मारुनीहरूले नाच्ने प्रक्रिया हुन्छन् र यसमा कुनै इच्छुक वर्गहरू पनि नाच्न सकिन्छ। यस नृत्य गर्नको लागि पुरुषहरूलाई नै महिलाको पोसाक लगाइदिएर मारुनी बनाइन्छ। हुन त जनमानसहरूबाट मारुनीमा महिलालाई नै नचाहे हुन्न भन्ने कुराहरू पनि नआएका होइनन्। तर यसमा फेरबदल गरियो भने यसको महत्त्व, यसको मिठास र यसको कथित वस्तु लोकप्रियतामा बाधा पुग्ने हाम्रो बुद्धिजीवी वर्ग अनि शिक्षित विज्ञ वर्ग र धेरै जनमानसदेखि आएको हुनाले यी पौराणिक कुराहरू जस्ताको तस्तै उतार्ने गरेका छौर। यसमा नाच्ने परिधि गुर मादलीले मारुनीहरूलाई आफ्नो मादलको तालमा नाच्दै छक्काउने प्रयास गरिन्छ भने मारुनीहरू मादलीहरू जस्तो तालमा नाच्दछ त्यस्तै ताल टिपेर नाच्ने कोसिस गर्दै मनोरञ्जन गर्नु हो। हाम्रो यो पुर्ख्यौलीलाई रमाइलो र सुखको बेला प्रस्तुत गर्दा हामीले 4 भाग गरेर लगाइन्छ। 1 सुरोठी गाउने, 2 सरस्वती बनाउने, 3 मादले मारुनी नाच्ने र 4 नम्बरमा यदि बत्ती बालेर दान निकालेको खण्डमा झिली मादल बनाउने र आशिष दिने। तर यो बत्ती बालेर दान दिने कुरा चाहिँ प्रायजसो अन्त्यमा हुन्छ। यसपछि अरू सुरोठी ख्याली गीतहरू गाउने अनि नाच्ने गरिन्छ। यसमा अनेकौं प्रकारका गीतहरू पनि गाइन्छन्, जस्तै यानी माया, सुनी माया ढिले, भाका, सिधो साइलो भाका अनि शिर फुले मायाको सालैजी। यहाँ सालैजीको कुरा गर्नुपर्दा खासै सालीजी हो, तर यहाँ अलि बिगारेर सालैजो भनेको छ। र हाम्रो खेली पुर्ख्यौली गाउने क्रममा यदि हर्ष बढाइमा रात काट्ने गाउने हो भने पहर छुट्याएर गाइन्छ। बेलुकी आधा रात बिहान हुने बेला अनि दान निकाल्दा अथवा विवाहमा हो भने दुलहा दुलही घर भित्राउने बेलामा इत्यादि समयमा भिन्नै गीत गाउनु पर्छ। यो चाहिँ आफ्नो गाउने चलन अनुसार नाच्ने गाउने पनि गरिन्छ। कुनै गाउँतिर पहिला सरस्वती बनाएर पछि सोरठी गीत गाउने नाच्ने गर्दछन् र मैले माथि उल्लेख गरिसके हाम्रो भौगोलिक बसाइ अनुसार एक गाउँदेखि अर्को गाउँ र एक ठाउँदेखि अर्को ठाउँमा यो सुरती नृत्यको लय टुक्का हाँगा अलि फरक तरिकाले गाइन्छ र नाचिन्छ। तर समग्रमा बुझ्दा यसको भावनात्मक गहिराई, कथित वस्तु प्रक्रियाहरू एउटै हो र अब मैले माथि उल्लेख गरे अनुसार शोकाकुल अवस्थामा गाइने गीतका केही लाइनहरू लेखेको छु। भर्कै लाग्यो भालै खालमा नहुँदा, भर्कै लाग्यो भाले तिम्रो घर अँध्यारो भो, भर्कै लाग्यो दियो बत्ती जलाइदेऊ राजै हा ए जलाइदेऊ राजे हा ए। बाबै भन्ने साइनो पो थियो राजे, बाबै भन्नु पाएन हा ए, बाबै भन्नु पाएन राजे हा ए। यस्तै प्रक्रियाले क्रमश गीतहरू गाइन्छ। यसकै अर्को हाँगा स्वर्गीयद्वारा पारै गर्यो राजे, आमा बुबा जिजु र बाजे भेट्ने पो छौ राजे, तिमीलाई चिन्ने पो छैनन् राजे, नाम र गोत्रो केरम भनी पो दिनु राजे। यस्तै लाइनको गीतहरू गाइन्छ र यसमा टुक्का चुट्का पनि गाइन्छ। तर दुःख शोकाकुलमा गाउँदैछ भने दुःखकै चुट्का गाउनु पर्छ। त्यतिकै रमाइलोतिर गाउने हो भने अरू खेली गीतहरू जस्तै घोलिनेको गीत गाइन्छ। राम र लक्ष्मण फुल बनाउने, कपडा बनाउने, दर देवताको नामाकरण गर्ने गीतहरू गाइन्छ। अनि यस हाम्रो अति महत्त्वपूर्ण मौलिक लोक संस्कृतिलाई हाम्रो पुर्खाहरूले कुनै लिखितमा नराखेको हुँदा यसबारे हामी अनभिज्ञ छौँ। मात्रै मौखिकमा एक पुस्तादेखि अर्को पुस्तालाई हस्तान्तरण गरिँदै आइएको
भए पनि अहिले आएर यसको जगेर्ना गर्नु गाउँ गाउँ र ठाउँ ठाउँ बस्ती बस्तीमा सिक्ने र सिकाउने कार्यक्रमहरू भइरहेको छ। सोरठी नाच मगर समुदायमा सामूहिक रूपमा गाउने र नाच्ने गरिन्छ। सोरठी भाकामा नाच्नको लागि पुरुषको आवश्यकता पर्छ भने गीत थुप्नको लागि केही महिलाहरूको पनि आवश्यकता पर्छ। मगर संस्कृतिको ठाउँ अनुसार 2 देखि 4 जना केटा मान्छेलाई केटीको पहिरन जस्तै गुन्यौ चोली, पछ्यौरी माला, हातमा चाँदीको बाला लगाई दिएर मारुनी बनाइन्छ। नाचगानको अवधिभर त्यसलाई मारुनी भनेर नै बोलाइन्छ। नाचको अवधिभर मारुनीको विशेष भूमिका रहन्छ भने मारुनीसँग मादली पनि गाउँदै र मादल बजाउँदै नाच्ने भएकोले सोरठी नाचलाई मादले मारुनी नाच पनि भनिन्छ। पुर्खाले सुरु गरेको र पुर्खाबाट हस्तान्तरण हुँदै आएको यो सोरठी नाच मगर समुदायमा छैटी, न्वारान, छेहोर, पास्नी विवाहदेखि मृत्यु संस्कारसम्म विशेष प्रकारले नाच्ने र गाउने भएकोले यस नाचलाई मगर समुदायमा पुर्खौली नाच भनेर पनि चिनिन्छ। सोरठी नाच गुरुङ समुदायमा, छन्त्याल, कुमाल, थारू समुदायमा पनि नाच्ने गरेको पाइन्छ। यो नाच नेपालको पश्चिमी भूभाग विशेष गरी राप्ती, धवलागिरी, गण्डकी अञ्चलमा नाच्ने र गाउने गरेको पाइन्छ। भौगोलिकताको हिसाबले विभिन्न ठाउँमा सोरठीलाई स्थानीय बोलीचाली अनुसार विभिन्न रूपमा नामाकरण गरेको पाइन्छ। जस्तै पाङलुरे नाच, ख्याली नाच, नाचन्य नाच, खथाङ नाच आदि। मगर भाषामा कोदोलाई पाङदुर भनिन्छ। पाल्पा र तनहुँतिर कोदो पाक्ने बेलामा विशेष गरी सोरठी नाच नचाउने गरिन्छ। त्यसैले त्यो ठाउँका बासिन्दाहरूले यस नाचलाई पाङदुरे नाच भन्ने पनि गरेको पाइन्छ। विभिन्न ठाउँमा विभिन्न नाचले चिनिने भए पनि सोरठी नाचको गीतको ताल, सुर, लय, अभिनय र कथावस्तुमा भने सबै ठाउँमा एकरूपता पाइन्छ। सोरठी नाचको आफ्नै प्रकारको छुट्टै विशेषता रहेको छ। मगर भाषाको शब्द सोङदीबाट सोरठी भएको हो भन्ने भनाइरहेको छ। 16वटा ताल र 16वटा हाँगा भएकोले यस नाचलाई सोरठी नाच भनिएको भन्ने भनाइ पनि रहेको छ। कतै कतै बालक जन्मदाको गीतलाई नै सोरठीका 16 हाँगा भनेर उल्लेख गरेको पाइन्छ। हुन त बालक जन्मिँदा नाचिने सोरठी गीतका पनि 16वटा हाँगा हुन्छन्। यस गीतमा रानी गर्भवती भएदेखि बच्चा नजन्मेसम्म 16वटा हाँगा हुन्छन्। तर यसलाई मात्र सोरठी भन्न मिल्दैन। सोरठीमा विभिन्न खण्डहरू हुन्छन्। ती खण्डहरूलाई नै सोरठीका 16वटा हाँगा भन्ने गरिन्छ। सोरठीका प्रत्येक खण्डमा अनगिन्ती ताल, सुर, लय, अभिनय र कथावस्तुमा फरक हुने भएकोले यस नाचलाई सोरठी नाच भनिएको। मगर समुदायले मनाउने चाडपर्व, मेलापातका साथै नयाँ घरको पछेटा, विवाह क्रिया जस्ता सबै शुभ वा अशुभमा रातभरि नै सोरठी नाच्ने गरिन्छ। सोरठी गीतमा दुःख, सुख, माया, पिरतीका विषयवस्तु अनुसार गाउने र नाच्ने गरिन्छ। विशेष त सोरठी नाचमा पुरुषले महिलाको पहिरनमा मारुनी बनेर नृत्य गर्दाको दृश्य निकै रमाइलो हुन्छ। सोरठी नाचको लागि 1 जना भन्दा बढी आवश्यकता अनुसार मादले र मारुनीको आवश्यकता पर्छ। नाचको आरम्भमा देवी देवताहरूको नाम लिने गरिन्छ। यसरी देवी देवताको नाम लिने कार्यलाई देवी बाध्ने वा बन्धन गर्ने भनिन्छ। देवी बाध्दा देवी देवता, सङ्गी साथी र वाद्य सामग्रीहरूलाई बाचामा बाध्ने गरिन्छ। बन्धन दिँदा नाच्ने गरिन्न। देवी र देवताहरूको नाम लिएर लयबद्ध स्वरमा सबैले एकसाथ गाउने मात्र गरिन्छ। देवी बाँधिसकेपछि मादल बजाएर ठोकन राख्ने गरिन्छ। ठोकन राख्ने कार्यलाई सरस्वती उतार्ने वा हाई हाल्ने पनि भनिन्छ। सबैजनाले मादलको ताल नसकिदासम्म हा हा गरेर गाइरहनु पर्ने भएकोले यस कार्यलाई हाई हाल्ने भनेको। यस समयमा लामा, धामी र तन्त्र मन्त्र गर्नेहरू काप्ने पनि गर्दछन्। काप्ने मानिसहरूले मादलको 3 ताल, 9 ताल वा 22 तालसम्म बजाएर काप्न छुटाउने गरिन्छ। सोरठी नाचका पात्रहरू। सोरठी नाचमा नाच्ने र गाउने गरी कम्तीमा 12 जना कलाकारहरूको आवश्यकता पर्दछ। कलाकारमा गाउने समूह मादले, मारुनी र पुर्सुङ्गे हुन्छन्। धेरैजसो सोरठी नाचमा पुरुषलाई नै महिलाकै भेषमा मारुनी बनाएर नचाउने गरिएको चलन छ। मादलकै तालबाट मूल गायकको निर्देशन अनुसार अन्य कलाकारहरूले गायनमा साथ दिने गर्दछ। सोरठी गीत विशेष गरेर तिहारको बेला रामलीला, कृष्ण चरित्र जस्ता ईश्वरीय भक्तिगानका रूपमा गाउने प्रचलन छ। सोरठी नाच परम्परागत संस्कृति भए पनि पछिल्लो समयमा यसको उचित प्रवर्धन हुन सकेको छैन। संरक्षणको अभावमा सोरठीको मौलिक सङ्गीत र लयको ज्ञान हराउने चिन्ता बढेको संस्कृति कर्मीहरू बताउँछन्। सोरठी नाच नाच्ने बेलामा देवता
देवताहरूको नाम लिएर गाउने गरिन्छ। सोरठी नाचको छोटो नृत्य कम्तीमा पनि 1 घण्टाको समय लाग्छ भने लामो नृत्यमा 12 घण्टासम्मको समय लाग्छ। नाचको आरम्भमा सरस्वती जगाउने क्रममा सरस्वती जागेपछि महिला र पुरुषहरू काप्दै नाच्ने गर्दछ। मगर समुदायका व्यक्तिहरू यसरी काप्दै नाच्नु सरस्वतीले वास गरेको भन्ने विश्वास गर्दछ। सोरठी नाचमा मारुनीले घाँगर, चोली, धरो, रुमाल, गाउँ घरमा पाइने केतुकीको रेसाको कपाल, चुरा, पोते, टीका आदि लगाउने गरिन्छ। पुरुषहरूले दौरा सुरुवाल, इस्टकोट, कम्पनी माला र टाउकोमा सेली पहिरिने चलन छ। 52वटा विभिन्न चरणहरूमा गाएर नाचिने यो सोरठी नाच पछिल्ला दिनहरूमा घटेर 12 देखि 15 चरणमा सीमित रहेको छ। सोरठी नाचमा नेपाली मारुनी नाच चाहिँ गीत निकाल्ने मुख्य मान्छेलाई रौरा भनिन्छ। सोरठी नाचमा गायकका 2वटा समूह हुन्छन्, जसमा एकतर्फ महिला र अर्कोतर्फ पुरुषहरूले पालै पालो गरेर गीत गाउने गर्दछ। रौरा वा मादलीले मादलको तालसँगै गीतको टुक्का निकालेपछि अन्य पुरुष र महिलाहरूले स्वर मिलाएर साथ दिने गर्दछ। स्वरमा स्वर मिलाएर गाउनको लागि गला र कला भएका 8-10 जना महिला र पुरुषको आवश्यकता पर्दछ। विभिन्न चरणमा गरेर एक सोरठी सकिन करिब 1 घण्टाभन्दा बढी समय लाग्ने गर्दछ। त्यसपछि आवश्यकता अनुसारको विषयवस्तुमा आधारित भएर गीत गाउने र नाच्ने गरिन्छ। धन्यवाद सम्पूर्ण साथीहरूलाई सुनेर साथ दिनुभएकोमा म एकदमै आभारी छु। धन्यवाद।